मर्निङ गाइज। अहिले चाहिँ हामी लेउटी बजारमा छौँ। के बजार? लेगुवा। अहिले चाहिँ हामी लेगुवा बजारमा छौँ। लेगुवा चोक चाहिँ उता छ अनि त्यहाँदेखि अहिले हामी यहाँबाट उता जानेछौँ, भोजपुर जाँदैछौँ। यहाँबाट हामी चाहिँ यहाँ बसेको थियौँ आज राति चाहिँ। अब चाहिँ हामी जाँदैछौँ भोजपुर। ल आउनुहोस् न, बाटो छुट्टिन्छ कि यता गयो भने खातबारी, यता चाहिँ होइन, यता चाहिँ भोजपुर क्या। लुगा चाहिँ यति मात्रै बोकेको छ नि, डुलेको भइहाल्छ नि। अरुण ब्रिज लु ढोक्नुहोस् है, ढोक्नु। फेदी बजार, फेदी फेरी थियो कि फेदी थियो? फेरी रहेछ। नि बाख्रा चराउनु निक्लिनु भएछ। कस्तो रोक्नु त रोक्नु, गुगनाउने पनि आएर रोकेछु होइन। शीतल खोज्दै उयो गरेको त, शीतलमा रोकेको त गुगनाउने। अब शीतलमा हगेछ त्यो मान्छेले पनि। बाख्रा डराउँदैन नि? हजुर, माथिसम्मै राम्रो छ बाटो। गाउँबाट उकालो लागि भाइ गाइज हामी भोजपुरको अब सदरमुकाम पुग्न चाहिँ कति टाइम लाग्छ हामीलाई थाहा छैन। हामी बिस्तारै जाँदैछौँ। कति टाइममा पुग्छौँ? हामी चाहिँ भोजपुर बजार आइपुगेको छौँ। भाइ चखेवा कुन बाटो जान्छ? यहाँबाट जान्छ, कति टाइम लाग्छ? 2 घन्टा। 2 घन्टा पुग्छ। धन्यवाद भाइ। जाँदै गर्नु न, म आउँछु। ल ल भाइ। हामी चाहिँ चखेवातर्फ मोड्यौँ। गाइजहरू अहिले चाहिँ हामी केमकेम मयुङ गाउँपालिका हजुर गरेको छौँ। खोला नाला झर्ना पाखा पोखरा सब गर्दै खोला चाहिँ हाम्रो धरानमा भएको भए पानीको वालसेल के गर्ने, माछा पालन मात्रै हुन्थ्यो होला सबैको घर घरमा। अरे फाइनली हामी चखेवा ऐसरी डाँडा आइसक्यौँ। यस्तो रमाइलो, यस्तो आनन्द, मन शान्त। प्लिज यो भिडियो जसले हेर्नुहुन्छ यहाँ आउनुलाई मिस नगर्नुहोस्। तपाईँहरूलाई यति आनन्द आउनेछ। हजुर मम्मी, भोजपुर उता हो, कता हो मलाई पनि थाहा छैन। ऊ त्यो होला, ऊ बिल्डिङ देखिँदैछ नि त त्यो। मैले थाहा पाएँ भोजपुर कता हो भनेर। मजा आयो। अब यो चस्मा खोला नाङ्गो आँखाले हेर्ने हो। अघि चाहिँ त्यो किरा एकदम उडिरहेको थियो, नत्र भने मलाई यस्तो भ्यू चाहिँ नाङ्गो आँखाले आफ्नो विदाउट चस्मा हेर्नु दामी लाग्छ। मम्मी कस्तो लागिरहेछ त? राम्रो मात्रै? स्वर्ग जस्तै रहेछ। ओ स्वर्ग हेर्नु मन लाग्यो भने भोजपुरको चखेवा डाँडा आउनु होला। अझै हाम्रो सल्लाह गर्दैछौँ, भयो भने मयुङ पनि जाने भन्दैछु। यदि गयौँ भने मयुङ पनि देखाउने छु म सबैजनालाई है त। ए बोल्नु पर्थ्यो, तर उनीहरू हिँडिहाले थियो। बोलाउँदा बोल्नुहुन्थ्यो कि, तर अब दिमागमा आएन कि त्यस्तै मान्छे मात्रै भने कि उहाँ भन्छ थाहा पाएन नि त। हर्का साम्पाङ भन्छ थाहा पाएन, हर्का साम्पाङ जस्तै मान्छे रहेछ चाहिँ भयो क्या भन्नु। उही नै हो, आज आउँछ भन्छ। आइपुग्यो आइपुग्यो। म खोर्सानी काट्छु आमा, म काट्दिनँ। सिर्जनाले पकाएको चाउचाउ हल्लाएपछि नदेखाउनु बेजित हुन्छ। उम्लेपछि देखाउनु। यत्रो खाने हो हामी। आमा खानुहुन्छ भने खानुहोस् है तपाईँ पनि। हामी त अहिले खाना खाएको, अहिले नै खाएको। ए उम्लेकै छैन, पाक्दैछ। तातो पानी नुहाउनु भयो, चिसो पानी नुहाउनु भयो? चिसो त मरिन्छ। धारा चाहिँ यहीँ आउँछ? कटकट काट्छ। धारा चाहिँ यहीँ आउँछ? आउँछ। कुन भएको छ पानी चाहिँ यहाँ? पर डुले भन्ने व्यक्तिको
यो कहाँ फ्याल्नुहुन्छ हो यो हो उम्लिँदैछ हाम्रो चाउचाउ चाउचाउ चाहिँ 3टा चाउचाउ 4टा अन्डा हो हामीले टन्नै खाने सोच बनाएको छौँ यति भोक लागेको छ धेरै बिहान 9 कतिमा भात खाएको अनि केही खान्छ खुसी हुनुहुन्छ नि रमाइलो भइरहेछ नि रमाइलो आमा छोरी म कान्छी छोरी पो हजुर जेठीलाई घर रुङ्नु लाइराखेर आमा चाहिँ कान्छीसँग घर रुङ लाएर ठुलोलाई चाहिँ अनि हिँडेको 2 बजी हिँडेर हजुर 2 बजी हिँडेर के पो त्यो ठाउँ न लेगुवामा आएर बस्यौँ अनि लेगुवाबाट फेरि बिहान 10 बजी हिँडेको ढिलो हिँड्यौँ ल खाजा पनि रेडी भयो ल अब खाजा रेडी भयो अब खाने लोकल कुखुरा पनि बनाइदिनुहुन्छ होला नि लोकल कुखुरा पनि बनाइदिनुहुन्छ होला अरू बेला त कुखुरा आउनुहोस् मम्मी अहिले चाहिँ हामी खोटाङ र भोजपुरको सिमानामा छौँ उताबाट रोड थिएछ कताबाट आएको नि यो डाँडामा आएको छौँ यो डाँडा जाने भनेर आएको यस्तो हावा चलिरहेको छ चिसो छ तर यहाँ यस्तो राम्रो छ यो झारहरू पनि सबै फुलिरहेछ खाजा खायौँ टन्ने अगायौँ लास्टै जाडो भएर अलिकति चिरिप्पा पनि लगायो मम्मी यो के हो यस्तो ल लडी पो झऱ्यो यस्तो पनि छ है स्वर्ग जाने बाटो जाँदैछौँ नाक दुखो यस्तो नाक दुखो चिसोले मास्क पनि छैन मम्मी हिँड्ने जग्गामा मम्मी तानौँ आउनुहोस् अघि खाएको सबै निक्लिन्छ ठिक ठाउँमा आउँछ है बाइक छ यहाँसम्म त बाइक जाँदैछ नि त नाक्दो गलो छोडिम् नि घरमै तलै फेरि फर्किँदा मलाई डर लाग्यो क्या नयाँ बाटो हो नि त तलै जाउँ है मिल्छ होला है एक्लै कोही न कोही आइहाल्छ नि दोकानमा लाग्यो है लाग्यो जति उकालो गयो झन् माथि सर्छ त एकछिन बसौँ ओ जति नजिकै माथि गएको जस्तै लाग्दैछ मलाई पनि एकछिन बसौँ न मम्मी ए मरे अब फुर्ती मात्रै रहेछ मम्मी नसकिने रहेछ सुत छिर्दैन सुत यस्तो ठाउँमा कहिले सुत्नु पाउँछस् स्वर्ग जस्तो ठाउँ त्यही त ओ माई गड के आनन्द आयो यार न त सिर्जना भुइँमा सुत्छु हत्तापत्ता है मम्मी पनि सुत्नु भएछ आनन्द आयो है माथि त्यो सिरक ओडेको जस्तो माथि उयो चाहिँ यस्तो छ माथि बादल चाहिँ अनि यो भुइँ फोहोर भएको छ भन्ने खालको फिल नै भएको छैन मलाई फोहोर चाहिँ छैन होला नि यहाँ कसले सु गर्छ यत्रो डाँडामा सबै वरिपरिको मान्छेले देख्छ यत्रो मेरो गयो खेरो रेकर्ड गरिन
चाहिँ खानुहुन्छ भन्नुहुन्छ हाम्रो मम्मी कुन फुल हो कुनी यसकै होला डुकु खाएको थियौँ कि हामी ओ चिन्नु छैन त्यत्तिकै भन्नुहुँदो रहेछ ए हो ऊ त्यसको डुकु डुकु खानुहुन्छ तर हाम्रो मम्मीले त आफू मासु खानु न झार जङ्गल सब खानुहुन्छ हामीलाई पनि खुवाउनुहुन्छ ढुङ्गा बाहेक सबै ढुङ्गा त टोक्नु सकिए त पनि खाइदिन्छ है सुन्दा पनि हन्तकाले नै रहेछ जस्तो तर यो रुखहरू चाहिँ सबै सुकेको छ किन बिचरा होला त्यही त यो परेर होला हौ ए हुनसक्छ है हुनसक्छ यो त यहीँ पर्छ नि यहाँ त यहाँ चाहिँ आउनै पर्ने ठाउँ सुन्ने मान्छेले जानै पर्ने ठाउँ अर्कोलाई पनि जाऊ भन्नै पर्ने ठाउँ हामी चाहिँ स्कुटीमा आयौँ मम्मी र म त्यस कारणले गर्दाखेरि जहाँ मन लाग्यो त्यहीँ रोक्यो होइन गाडी पनि आउँदो रहेछ त्यो रुटको गाडी पनि आउँदो रहेछ गाडीमा आयो भने अझै सेफ्टी हुन्छ हामीलाई चाहिँ अब जता जता मन लाग्छ त्यता रोक्ने भन्ने तरिका तर कहिले पुगौँ मात्रै हुँदो रहेछ तर आएपछि चाहिँ आज फेरि आज हामी यहीँ बस्ने घुमिसकेनौँ अनि त्यसपछि घुमिसकेनौँ आज यहीँ बस्ने फेरि भोलि घुम्ने आइसकेपछि फुल असुल गर्ने इन्जोय गर्ने टाइम असुल गरेर जाने हो आज यहाँ झन्डा गाडी क्या हो मम्मी पनि ए हो थाहा भएन छ पनि थियो होला नि मम्मी पनि अरू बेला सधैँ हिँड्नु पाउनु न मेरो पनि छुट्टी हुँदैन त्यसै कारणले गर्दाखेरि मेरी माया फुल जस्ती बस्ने उनी पारी ए होइन यो त हुस्सु लागेको डाँडामा बतासँग जिस्कँदै आउनु है माया लाउनु है म तिमीलाई पर्खी बसुला सँगै नमिठो भए पनि गाउनु है यस्तो हो नि त यस्तो शहीद कालुमान गुरुङको स्मृतिमा यहाँ शहीद स्मृति पार्क रहेछ नेपालको झन्डा देख्नुहुन्छ यति ठुलो झन्डा पनि रहेछ कालुमान गुरुङ चाहिँ उहाँ हुनुहुँदो रहेछ अनि उहाँको यस्तो बनाइदिनु भएको रहेछ बस्ने ठाउँहरू राम्रो बनाइदिनु भएको रहेछ काठको अनि त्यसपछि ढुङ्गाको यस्तो राम्रो सम्मानसँग नेपालको झन्डा अनि त्यसपछि पिङहरू बस्ने व्यवस्था यस्तो बारेर बनाइ चाहिँ दिनुभएको रहेछ तर यहाँ चाहिँ जो घुम्नु आउनुहुन्छ पर्यटकहरू उहाँहरूले चाहिँ यसरी खाएर जताततै फोहोरहरू फाल्ने फोहोरहरू थुपार्ने गरिदिनु भएको रहेछ यस्तो चाहिँ नगरिदिनु भएको भए हुन्थ्यो कसैको पनि गाउँमा आफ्नै ठाउँमा अथवा बरु आफ्नो घरमा जति गर्नु पाइयो फोहोर गर्नु पाइयो जे पनि गर्नु पाइयो कि फोहोरहरू गर्नु पाइयो तर यस्तो राम्रो बनाइदिनु भएको चाहिँ हेर्नु न यहाँबाट यस्तो सिँढी रहेछ तल पनि रहेछ यहाँ यो हुस्ले गर्दा देखेको छैन यस्तो राम्रो ठुलो पिङ रहेछ तर फोहोर गरिदिनु भएको रहेछ कृपया यस्तो चाहिँ नगरिदिनु भएको हुन्थ्यो एकदम राम्रो हुने थियो होइन कसैको पनि ठाउँमा गएर एउटा प्लास्टिक सामान एउटा चुइगम खाएको प्लास्टिक अथवा कागज त्यसलाई आफ्नै झोलामा प्लास्टिकमा पोको पारेर लिएर अथवा कहीँ डस्टबिनहरू अहिले त ठाउँ ठाउँमा डस्टबिन राखिदिनु भएको हुन्छ डस्टबिनमा हालिदिनु भयो भने चाहिँ त्यो ठाउँको लागि र आफू पनि सबै नागरिकमा परिचय हुन्छ होइन कृपया सबैजनाले सकेसम्म अर्काको ठाउँमा गएर यसरी फोहोरहरू नथुपारिदिनु होला मेरो नानीहरूलाई यो शिक्षा दिएको छु हामी पिकनिक कतै गयौँ भने पनि हामीले खाएको प्लास्टिकको बोतलहरू प्लास्टिकको प्लेटहरू इत्यादि चाहिँ हामी एउटा झोलामा हालेर ल्याउँछौँ त्यसपछिबाट घरमा आएर बिनमा फ्यालिदिन्छौँ अर्काको ठाउँमा गएर यसरी फोहोर गर्नु चाहिँ त्यति राम्रो मानिँदैन होला त्यसै कारण प्लिज नरिसाइदिनुहोस् होला हाम्रो मम्मी पिङ खेल्दै हुनुहुन्छ अनि त्यसपछिबाट चाहिँ मजा आइरहेछ जाडोमा पिङ खेल्नु है दिउला नि त हल्लाइ दिउला अब आमा
पिङ खेल्नु हुने, छोरीले हल्लाउने। तर यो स्ट्यान्ड चाहिँ होइन हावाले ढाल्न सक्छ, किनभने यो अग्लो भयो भने चाहिँ ढल्छ क्या त्यो। मलाई ब्याग पनि बोकाउनु भएको छ है, छोरी भएको ब्याग बोक्नुको लागि मलाई ठोकाउ। यता चाहिँ हो के मम्मी, यता चाहिँ हो, यता चाहिँ हो। जता पनि हुन्छ उल्टो बस्नु भएर होइन, यस्तै होला। होइन कि यता हो। अनि यताबाट ढकले, यहाँबाट ढकले लानु, आफै फर्केर त मोटो उता तल झर्नु। क्यामेरा राख्न ठाउँ छैन नि। यहाँबाट राख्दा हुन्छ। पुरा खाना पाएको छु। म लड्छु है। ए छोरी भयो धेरै होइन नि त, धेरै लामो छ। यो उपर डोरीबाट मात्रै ला है बाबु, ला है नानी, ला है। मजा आयो? भयो आयो खेल्ने। खेल्ने? म त बेसी नै डराउँछु। मलाई त नहल्लिदिन, मलाई त डर लाग्छ। सातो जान्छ नि। म डर लाग्छ, मलाई त फोबिया छ है। हाइटमा प्रब्लम छ नि। अनि के होला? बाहिर पछाडिबाट पछाडि। यो मेरो ब्याग चाहिँ राख्दै टक्कै टाउको गरौँ। आयो कस्तो हल्का भयो। आज मेरो डर भगाउँछु म। खोटाङ जिल्ला दिक्कत बजार खोटाङमा आएर मलाई पिङ खेल्नु डर लाग्छ। अनि आज म पिङ खेलेर मेरो डर भगाउँछु। यति हल्लाउँछ त्यत्रो हावा आउने है। क्या खूब रब ने किया, बिन मांगे इतना दिया। ओइ मम्मी उल्टा ठोकाइदिनु हुन्छ है। यति नै। मलाई डर लाग्छ के। पछाडिबाट नि गर्नु त। यता गरेँ त। माथि गएको जस्तो लाग्दैछ। माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई, भनिदिनु है भनिदिनु मेरो चुल्ठो खाली छ, उनको त्यो मन चाली छ। अब चाहिँ रोक्दैन मम्मी, रात पर्यो, मजा त आउँदैथ्यो। फेरि भोलि उता ट्याङ्कीतिर जानुपर्छ। मम्मीको चासो त पाउँछ म सक्दिनँ। तिमीले एउटा लुगा लाएर हिँड्नु पर्यो। यस टेन्टन। दामी भयो यार। अब रात पर्छ, अर्काको ठाउँमा डर हुन्छ, थाहा छैन, बाटो देखिँदैन, म पाल्छु खोइ। बाटो हराइन्छ। अहिले भेट्नु भयो कालीमा स्कुटी पार्कबाट फर्किँदैथ्यौँ। अझै घुम्नु पनि बस्नु पनि मन लाग्यो, तर डर लाग्यो, किनभने बाटो देखिँदैन, अहिले रोड देखिँदैन, बाटो हामीलाई थाहा छैन। हामी यहाँ ठाउँको लागि नयाँ मान्छे हो, त्यस कारणले गर्दा एउटा कुरा चाहिँ के भने नि एउटा गीत सुनेको थिएँ मैले चाहिँ, एउटा गीत सुनेको थिएँ कि पहिला मम्मीहरूले गाउनुहुन्थ्यो। फुल फुले बुकी संसारमा छैन नि लैलै म जस्तो दुखी भनेर। त्यसलाई चाहिँ मैले अहिले संसारमा छैन नि लैलै म जस्तो सुखी भन्छु होइन, किनभने म आफूलाई भाग्यमानी ठान्छु। त्यो फुल चाहिँ कुन फुल भनेको त यो फुल रहेछ, फुल बुकी भनेको यत्रो होला भनेर सोचेको त। गाउँमा जङ्गलको बाटो हामी दुईजना मात्रै छौँ। पर्खिसक्यो त्यही त हिमालमै आइपुग्यो कि के हो चिसो।
चिसो भयो चिसो पानी टाउकोबाट यो टोपीबाट पस्यो हो मलाई त भएको छैन त आज त नआमे गएर त के हाल्छ ओके पनि अब दिल्ला त लाच्छु दिउँ यो गोबर उता कति काम राख्थ्यो अनि त फुलमा लाउनु है नि कति यहाँ चाहिँ हगेछ यी धेरै हगेको के साँच्चै अबे मम्मी गाईको गोरु त्यहाँ के गर्नुहोस् न त म त डर लाग्छ अनि त्यही मम्मी अर्कै बाटो जाउँ न उहाँबाट जाउँ न भिरबाट अबिर कस्तो हेरेको हजुर कसको कालो लुगा कालोलाई हेर्छ हान्छ जस्तो छ यिनीहरूले हान्छ कि हान्दैन भन्नु त यस्तो यहाँबाट गएर उसेर जाउँ यिनीहरू यस्तोमा हिँड्नु यस्तोमा हिँड्नु भैँसी भिरमा हिँड्छ नि हिँड्दैन मलाई त लास्टै डर लाग्छ के गाई गोरु भैँसी हेर्दैछ नै हाने भने त उनीहरूले भिड चाहिँ मम्मी तलैबाट हिँड्नु न तल तल झर उकालो जाउँ उनीहरूको जोडी जस्तो देख्यो होला नि कालो लुगा लगाएको देख्यो मलाई हेर्नु त आएको छ कि छैन हेरेको छ अहिलेसम्म आउँदैन के छोडेको नि गोठालाई गर्दैन क्या हो नि छोडिदिन्छ अरे के अब बाली छैन के बाघ छैन होला त बाघ छैन होला बाघले त खान्छ नि हो खान्छ नि बाघ किनभने त सानो हुन्छ र पनि खान्छ तिनीहरू घाँटीमै ऊ तल पनि रहेछ जङ्गलै हो कि के हो होइन घर पनि जाँदैन रहेछ नि अनि गाई पनि अब यस्तो चिसोमा कति धेरै पो रहेछ त मम्मी हो नि त सबै छोड्छ भन्थ्यो नि त हो रहेछ अर्जुनले पनि भन्थ्यो कि सबै त्यो लाइट बर्केर उकालो मान्छे आउँदैछ ऊ तल रोडमा यता छिरिगएको छ के बाइक हो नि होइन मान्छे नै हो ऊ लाइट बोकेर होइन ए होइन त्यहीँको लाइट रहेछ रोडको रोड होइन रहेछ गोठ रहेछ तल हजुर कति धेरै गाई भइसकेको छ तल यो चाहिँ रोडै बनाएको छ पानीले सबै खोतलेछ नि कालो लुगा देखेर त्यो भैँसीले हेरेको अरे मलाई मम्मी कस्तो हो त कालो भन्दा रातो देखेको सुनेको मैले रातो भयो भने त खेदाउँछ अरे झन् साँडेले त यहाँ चाहिँ कस्तो तातो नि मम्मी गहिरो परेर सबै हावा छलेर यहाँ चाहिँ कस्तो तातो भएको यो गोबर चाहिँ हाम्रोतिर भए भुटीको जान्थ्यो नि अनि जानुपर्थ्यो नि यहाँबाट त बोकी लैजाउँ हुँदैछ ल बल्ल राम्रो रोड आइपुग्यो हाम्रो मम्मी आउँदै हुन्छ पछाडि माथि माथि घुम्दै उडेर बदलुको आकाशतिर फैलिएर पागल जस्तै उडी हिँड्ने जस्तै बादल हो त्यो बादल हो पागल हो पागल हो हामी पागल हो होइन कहिले पुग्छु म हिँड्दा कति बजी हिँडेको 4 बजी हिँडेको होला 4 बजी चाहिँ होइन होला कति बजी होला पनि हो 4:30 कस्तो आयु त लामो छ यार
मिस कल